नमस्ते सबैजनालाई। आज चाहिँ घरमा बसी बसी बोर लागेको हुनाले चाहिँ म र मेरो हस्बेन्ड चाहिँ घुम्न जाने प्लान गर्यो। धेरै सोच विचार गरेपछि हामीहरू चाहिँ धामधाम जाने प्लान गर्यो। हामी चाहिँ घरबाट निस्केर सुन्दरी जल पुग्यौँ। सुन्दरी जलबाट माथि उकालो जाँदाखेरि टिकट लिनुपर्ने रहेछ। अनि त्यसपछि हामी चाहिँ त्यहाँबाट हाम्रो जर्नी सुरु गर्यौँ। बाटोहरू कुनै ठाउँमा एकदम राम्रो थियो, कुनै ठाउँमा हिलो पनि थियो, स्कुटर पनि चिप्लिरहेको थियो, तर धेरै रमणीय थियो। जाँदा जाँदा धेरै गाह्रो भएको थियो। धेरै मानिसहरू पनि आवत जावत पनि गरिरहेका थिए। त्यहाँबाट रमणीयहरू पनि राम्रो देखिँदो रहेछ। अनि जाँदा जाँदा फेरि हामीहरू चाहिँ धामधाम पुग्यौँ। ल है, यो ताल कति राम्रो देखेछ है। हामी यहाँ गएपछि चाहिँ एकदम रिफ्रेस भयो। एकछिन बस्यौँ, फोटो खिचेर भिडियो खिचेर धेरै रमाइलो गऱ्यौँ। वरिपरि पनि मानिसहरू धेरै नै थिए। सबैजनाहरू आनन्द मानिरहेका थिए। धेरै रमाइलो लागिरहेको थियो। अनि हामी बाटोमा आउँदा आउँदा पनि हामीले एकजना कपाललाई भेटेका थियौँ। अनि उहाँहरू पनि हामीसँगै हिँडिरहेको थियौँ। एकअर्काले साथ दिँदै हिँडिरहेको थियो। बाटो धेरै गाह्रो थियो। फर्किने पनि हामी मनोस्थिति बनाइसकेको थिए, तर हामी चाहिँ एकअर्काले साथ दिँदै हामीहरू धामधामसम्म आइपुग्यौँ। साँझ पर्न लागिसकेको थियो, त्यसैले हामी घरतिर लाग्यौँ। धन्यवाद।